बुद्धिमान गन्धर्व हजुर। कहाँ बस्नुहुन्छ? मेरो घर त लमजुङ हो। अहिले यहीँ बस्छु म बालाजुतिर। हजुर बालाजु यो तारकेश्वर फोटुङतिर बस्छु। ए बालाजी बस्नुहुन्छ? हजुर। अनि हजुर चाहिँ यहाँ आज कसरी आउनुभयो? यहाँ हजुरलाई पहिला त देखेको थिइनँ। ए यही हाट बजारको सरले बोलाउनु भएर आएको हो। ए हजुरलाई आजको लागि विशेष बोलाउनु भएको कि अरू बेला पनि आउनुहुन्छ? होइन, आजको लागि विशेष मात्रै हो। आजको लागि मात्र? हजुर। अनि अरू बेला हजुरले के गर्नुहुन्छ? मेरो यही हो, कार्यक्रम गर्ने, अब प्रोग्राम देखाउने, हिँड्ने हो। कस्तो कस्तो कार्यक्रम गर्नुहुन्छ? यस्तै अब लोकदोहोरी, अब कुनै होटेल रेस्टुरेन्टहरूमा म्युजिक प्रोग्राम गर्ने, त्यस्तै हो। ए काठमाडौँ वरिपरि नै हजुरको कार्यक्रमहरू हुन्छ? हजुर, काठमाडौँ वरिपरि। टिमसँग हो कि हजुर एक्लै? म एक्लै हो। कस्तो रेस्टुरेन्टहरूमा बजाउने गएर? बजाउने, अब गाउने पनि? गाउने बजाउने, अब हाम्रो गन्धर्वको पेसै हो नि। हजुर। ए हजुरले त्यसरी मिठो गाउनुहुन्छ? हजुर, गाइन्छ, गाउँछु। अहिले एउटा गाउनु मिल्छ होला? हुन्छ, गाइदिउँ ल, रेशम फिरी। मृगल मैले ताकेको होइन, मायालाई डाकेको। रेशम फिरे रे, रेशम फिरे रे, उडेर जाउँ कि डाँडामा भन्ज्याङ। रेशम फिरे रे, उडेर जाउँ कि डाँडामा भन्ज्याङ। रेशम फिरे रे। सर। फ्यामिलीमा दुईवटा छोरी, एउटा छोरा छ, नाति नातिना छन्। त्यही हो। अनि हजुरको यो पेसाले चाहिँ हजुरको परिवारलाई खाना बस्न पुगिरहेछ? हजुर, अहिलेसम्म पुगेकै छ। पुगिरहेछ है? हजुर। हजुरले त आफ्नो यो पेसालाई होइन, काठमाडौँ जस्तो ठाउँमा आएर पनि एउटा आफ्नो पहिचानलाई चाहिँ एउटा बचाइराख्नु भएको छ, जगेर्ना गरिराख्नु भएको छ होइन? के भन्छन् अरू मान्छेहरू? अब म त भन्छु, अब आफ्नो पेसा यो सारङ्गी, अब आफ्नो नेपालको संस्कृति बचिरहोस् भन्नेमा त्यही तरिकाले हिँडिरहेको छु। यो पेसा भन्नाले अब आफ्नो यो संस्कृति बचिरहोस् भन्नेको उसमा छु। हजुरले भन्न मिल्छ कति जति कमाइ हुन्छ दिनमा यो बजाएर चाहिँ? दिनमा बजाएर खासै अब ठुलो त हुँदैन, अब जो आफ्नो परिवारलाई खाना लाउन पुग्छ। हजुर। अनि के भन्छन् अरू मान्छेहरूले यो बजाउँदै यस्तो कार्यक्रमहरू गर्दाखेरि एउटा आनन्द मान्छन् कि होइन, के भन्छन्? होइन, यो आनन्द नमान्ने त कुरै हुँदैन। आफ्नो नेपालको यो संस्कृति हो। हजुर, अब राम्रै मान्नुहुन्छ। हजुर। अनि अब हजुरले अब सक्ने बेलासम्म बजाउँछु भन्ने छ? हजुर हजुर, यो त हाम्रो गन्धर्वको पेसा हो। अब हाम्रो छोराहरू नातिहरू त अब उनीहरू पढेर अब अर्कै काम गर्लान्, आफ्नो ठाउँमा छ। अब उहाँहरूलाई पनि सिक्नु भन्छु म। अब म चाहिँ यो अब सधैँभरि बजाइरहने हो। अनि छोरा नातिले चाहिँ के सिक्न मान्दैनन् होला? अब सारङ्गी अब सिक्नलाई चाहिँ कोसिस गर्नुहुन्छ। अब त्यो आफ्नो अब हाम्रो गन्धर्वले त अब सिक्नै पर्छ भन्छु म चाहिँ। उहाँले अलिअलि अहिले त अलिअलि एजुकेसन पनि पढ्न पनि चाहियो नि त।